घना जङ्गलको बीचमा एउटा ठुलो रुख थियो। त्यस रुखको फेदमा खरायोहरूको एउटा सानो परिवार बस्थ्यो। त्यही परिवारमा चिनु नामको एउटा सानो खरायो थियो। चिनु धेरै चञ्चल थियो। ऊ खेल्न, उफ्रिन र साथीहरूसँग रमाइलो गर्न धेरै मन पराउँथ्यो। तर उसमा एउटा ठुलो कमजोरी थियो। ऊ कहिल्यै अनुशासनमा बस्दैनथ्यो। हरेक बिहान चिनुको बुबाले भन्थे, छोरा, बिहान चाँडै उठ्ने गर, समयमै खाना खाने गर अनि केही समय दौड अभ्यास पनि गर। अनुशासनले जीवन सजिलो बनाउँछ। तर चिनुले सधैँ हाँस्दै जवाफ दिन्थ्यो, म अझै सानो छु, अहिले रमाइलो गर्ने बेला हो। उसका साथीहरू बिहानै उठेर दौड अभ्यास गर्थे, कसैले खाना जम्मा गर्थे, कसैले आफ्नो बिउ सुरक्षित राख्थे। तर चिनु भने दिनभर खेलमै व्यस्त हुन्थ्यो। ऊ जहाँ मन लाग्यो त्यहीँ घुम्थ्यो, समयको कुनै मतलब गर्दैनथ्यो। एक दिन जङ्गलमा ठुलो दौड प्रतियोगिता हुने घोषणा भयो। विजेताले धेरै सम्मान र स्वादिष्ट गाजरको ठुलो टोकरी पाउने थियो। चिनु पनि निकै उत्साहित भयो। ऊ सोच्न थाल्यो, म त सबैभन्दा छिटो दौड्न सक्छु, सजिलै जित्छु। प्रतियोगिताको दिन नजिकै गयो। उसका साथीहरू नियमित अभ्यास गरिरहेका थिए, तर चिनु भने अझै खेलमै मस्त थियो। कहिलेकाहीँ 2-4 मिनेट दौडन्थ्यो अनि फेरि थाकेर बसिहाल्थ्यो। अन्ततः प्रतियोगिताको दिन आयो। जङ्गलका सबै जनावरहरू भेला भए। बाँदर रुखमाथि बसेर हेरिरहेका थिए, चराहरू गीत गाइरहेका थिए अनि बुढो हात्तीले प्रतियोगिता सुरु गराउने तयारी गरिरहेको थियो। 1, 2, 3 हात्तीले ठुलो स्वरमा करायो। सबै खरायोहरू तीव्र गतिमा दौड्न थाले। सुरुमा चिनु धेरै अगाडि थियो। उसले गर्व गर्दै पछाडि फर्केर साथीहरूलाई हेऱ्यो। हेर्नु त, म त सबैभन्दा अगाडि छु, उसले हाँस्दै भन्यो। तर केही समयपछि चिनु थाक्न थाल्यो, किनकि उसले कहिल्यै नियमित अभ्यास गरेको थिएन। उसको सास फुल्न थाल्यो, खुट्टा कमजोर भए। बिस्तारै उसका साथीहरू उसलाई उछिनेर अगाडि बढे। अन्त्यमा चिनु धेरै पछाडि पर्यो। प्रतियोगिता उसका साथी मिनुले जित्यो। मिनु सधैँ समयमै उठ्थे, नियमित अभ्यास गर्थे र अनुशासनमा बस्थे। हारेर चिनु निराश हुँदै घर फर्कियो। उसले बुबासँग भन्यो, बुबा, म सुरुमा अगाडि थिएँ तर अन्त्यमा हारेँ। बुबाले मुस्कुराउँदै भने, छोरा, केवल प्रतिभा भएर मात्र पुग्दैन, सफलता पाउन अनुशासन आवश्यक हुन्छ। जसले आफ्नो समय र पानीलाई नियन्त्रण गर्न सक्छ, उसले जीवनमा धेरै कुरा जित्न सक्छ। त्यो दिनपछि चिनु बदलियो। ऊ बिहानै उठ्न थाल्यो, नियमित अभ्यास गर्न थाल्यो र समयको महत्त्व बुझ्न थाल्यो। केही महिनापछि अर्को प्रतियोगिता भयो। यसपटक चिनुले धैर्य र अनुशासनका साथ दौडियो। अन्ततः ऊ विजेता बन्यो। पुरस्कार लिँदै गर्दा चिनुले सबैलाई भन्यो, अनुशासन बिना सफलता सम्भव हुँदैन। सानो राम्रो बानीले नै ठुलो जित दिलाउँछ। त्यसपछि जङ्गलका सबै साना जनावरहरूले पनि अनुशासनको महत्त्व बुझ्न थाले।